एभ्रिवान म चाहिँ सिस्नो टिप्नु आएको हाम्रोमा चाहिँ पुरा ड्याममै छ नि त सिस्नो ड्याममै भन्दा नि 5-6 बोट अन्त चाहिँ आज चाहिँ बाबाले चाहिँ त्यही सिस्नो पकाइदिनु भयो नि त अन्त चाहिँ म टिप्नु आएको छु पोले पनि अलिअलि चाहिँ चिरिक चिरिक कमिलाले चिले यस्तै पोल्दो रहेछ पोल्नु चाहिँ अर्को खालको सिस्नोले चाहिँ पोलेको याद थियो मलाई यस्तो सिस्नो चाहिँ कहिले पोलेको थिएन नि त अन्त त्यही भएर सिस्नो बनाउनु आउँदैन तर पनि मैले आज फर्स्ट ट्राई गर्दैछु मैले पहिला नै पकाएको देखेको थिएँ नि त त्यही अन्त आजकल त युट्युबमा पनि आइहाल्छ अन्त मैले युट्युबमा चाहिँ अलिअलि हेरेँ कसरी बनाउँछ भनेर अन्त त्यसमा चाहिँ आँटा हाल्दै थियो अन्त मैले पनि यहाँ आँटा हालेर यसलाई सफा गर्ने काम गरेँ मैले चाहिँ ठुल्ठुलो पुरा सबैको सिस्नो रहेछ नि त कति ठुल्ठुलो पात चाहिँ थियो भने नि यो चाहिँ सबैको होला सिस्नो त्यही भएर ठुल्ठुलो नभए त अरू बेला त मैले त्यस्तो यत्रो ठुल्ठुलो पात चाहिँ देखेको थिएन त्यसपछि चाहिँ मैले आगो फुकेर कुकर बसाएपछि चाहिँ पानी हालेर चाहिँ एकछिन पानी उमाल्यो त्यहाँदेखिकोबाट चाहिँ त्यो अघिको सिस्नोलाई मैले हालेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले मैले चाहिँ पकाइसकेको छु सबै नुनहरु पनि हालिसकेर अब खाएपछि चाहिँ कस्तो टेस्ट आउँदो रहेछ खाएर चाहिँ टेस्ट गरेर चाहिँ भन्छ त कस्तो भएछ भनेर यहाँ चाहिँ पाक्दैछ आलुको मम्मी अन्जु दिदीले चाहिँ यहाँ रोटी पकाउँदैछ मैले चाहिँ रोटी आज हाम्रो खाना बेलुकाको खाना चाहिँ डिनर चाहिँ रोटी र सिस्नोको अझै बेसी मजाले म्यासै भएछ मिठो भएछ आमाले चाहिँ खानै हुँदैन रे मम्मीलाई त मन पर्दैन अन्जुले आज चाख्ने हुँदैछ खासै बाबाले चाहिँ खानु भनेको चाहिँ मैले पकाइदिएको थ्याङ्क यू फर वाचिङ गुड नाइट मैले पकाएको